बङ्गलामुखी माकोमा हामीले पूजा दिन आएका छौँ। रातिको 10 बजे हामी आइपुगेको थियौँ। 7 बजे पूजा सिद्धियो। पूजा सँगसँगै हामीले यहाँ हुनुभएको सबै भगवानहरूकोमा बस्नुहुने पुजारीहरूको लागि पनि हामीले भोग दियौँ, प्रसाद बाँड्यौँ। त्यसको लागि चाहिँ एकदम मनमा आनन्द भएको छ। त्यसको लागि बङ्गलामुखी माको लागि र सबै देवी देवतालाई धेरै धेरै धन्यवाद। ल सबैको एक्सपिरियन्स सुनौँ न त। आजको पूजा कस्तो लाग्यो तपाईँलाई काकी? दाइलाई, मम्मीलाई, मेरो कमलरी दुईजना कमलरी यहाँ छन्। दाजुलाई मैले साँच्चै यो युट्युबमा हालेर कस्तो लाग्यो आजको बङ्गलामुखी माको पूजा? एकदम मलाई रमाइलो लागेछ। एकदम माको कृपा रहोस् भन्न चाहन्छु म। एकदम खुसी लागेछ। भिनाजुलाई एकदम रमाइलो भयो। छिटै फेरि यस्तै जय। एकदम रमाइलो भयो आज। मालाई धेरै धेरै धन्यवाद, मौका दिनुभयो हामीलाई। कुम्भेश्वर महादेव अनि त्यो चाहिँ किन एक्लै दौडिन्छ उतातिर? ए ए ए लास